हेलो साथीहरू, के छ? वेलकम छ मेरो सानो ब्लगमा। आज मेरो पहिलो ब्लग हो। सबैजना लाइक कमेन्ट गरिदिनु होला, फलो गरिदिनु होला। आज म बिहान उठेर खानासाना पकाएर सब थोक गरेर अनि मम्मीको लुगा नि समेटेर राखिदियो। अनि त्यसपछि अलि सानो लुगाहरू पनि थियो, त्योनीहरू पनि समेटिदियो। अनि बढार्नु पनि थियो नि, बढारेर अनि त्यसपछि म अलिकति यता चप्पलहरू पनि मिलाएर अनि त्यसपछि मम्मीको रुममा गयो। मम्मीको रुममा पनि ओछ्यान मिलाएर हो के भन्छ अरे सिरानीमा पनि खोलसोल सबै लगाएर त्यसपछि घर पनि बढारिदियो। अनि के भन्छ अरे मेसिनहरू पनि पोछिदियो। आज मेरो यो पहिला ब्लग हो, के बोल्ने मलाई थाहा पनि छैन। सो राम्रो कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला हामीलाई पनि, मलाई पनि। अनि म आफ्नो देवरको रुम पनि क्लिन गरिदिएँ राम्ररी। 3-4 दिनदेखि मलाई सन्चो नभएर म कसैको रुम नि राम्ररी केही गरेको थिएन। अनि आज मलाई सन्चो भएर म सबै थोक राम्ररी मिलाइदिएँ देवरको रुममा पनि। त्यसपछि म त्यो ओछ्यानहरू मिलाएँ सिलाई बढारेर। त्यसपछि म गयो भित्रीपट्टि बढारेर पनि गयो मोरको रुममा। अनि त्यसपछि फ्रिजलाई पनि क्लिन गरेँ। त्यस्तो त फ्रिज मेरो फोहोर्ने हुँदैन, केही राख्दैन, बस बोतलहरू मात्र राख्छौँ। अनि पानीको बोतलहरू। अनि रुम पनि सफा गरेर यता किचनतिर आएँ। किचनतिर पनि डाइनिङ टेबलहरू सफा गरेँ। अर्को सामान राख्ने पनि सामानहरू पनि सफा गरेँ। यता टेबलहरू पनि सफा गरेर म आफ्नो रुमतर्फ अब लाग्छु है। एकछिनमा के बोल्छ मलाई थाहा पनि छैन है। मेरो यो पहिलो ब्लग हो, 2-3 चोटि भनिदियो। मलाई बोल्नै आइरहेको छैन, तर मलाई बोल्नु एकदम, मलाई ब्लग बनाउनु एकदम राम्रो लाग्छ के। मलाई लाज लागेर म बनाइरहेको थिएन। यो मेरो रुम हो, म आफ्नो रुमलाई पनि सफा गरेँ। अनि यो यता मेरो रुमको यतापट्टि मेरो किचन हो। किचनमा मेरो खानासाना केही पाक्दैन, यस्तो दाल मात्र कहिले कहिले पाक्छ, चिया कहिले कहिले पाक्छ। दाल पनि मेरो घरमा खानुको धेरै छैन, बस किचनमा दाल मात्र कहिले कहिले पाक्छ। अनि मेरो घरमा खाना पाक्ने भनेको चुलोमा नै हो। अनि त्यो भएर चुलोमा नि धेरै खाना हामी पकाउने गर्छौँ। ब्रान्ड उमाल्छ हाम्रो। भात त राइस कुकरमा नि पाक्छ, तरकारी यस्तो केही